everyone, welcome back to my YouTube channel. है आज फेरि पनि तपाईहरुको माझमा भिडियो लिएर आइसकेको छु। त्यो भिडियो चाहिँ के हो भन्दाखेरि चाहिँ आज पनि हामी घुम्न जाने है। हामी दुई जना चाहिँ यहाँनेरि रेडी भएर पनि बसिरहेको छौं हो। अब आज चाहिँ हाम्रो गाडी आउँदैछ हैन, साथी एकजना आइपुगिसकेकै छैन। अनि अहिले भने चाहिँ हामी यहाँ रेडी सेडी भएर पनि अब हिँड्न आँटिसकेको छौं है। साथीहरु आजको दिनमा के कस्तो हुन्छ तपाईहरुलाई देखाउने छु है। यहाँ बेडमा चाहिँ हाम्रो मेकअपको सामान है मेडमको ती बेसी उयो भइरहेछ, लथलिङ छरछर भइरहेछ। अब यो सडक बनाएर चाहिँ हामी जाने छौं है। ओके बाइ बाइ, अहिले यतै गर्नुस् होला साथीहरु। अब भने चाहिँ हामी घरदेखि हिँडि पनि सकेको छ है। अहिले पुगेको छौं, हामी मामरिङ बीच पुगिसकेको छौं है। अनि यहाँदेखिको अब लाग्छ कति के कसो लाग्छ तपाईहरुलाई सबै देखाउने छु है। हामी चाहिँ अब माथि पुगेरै भेटौँला है गाइस। हामी चाहिँ फाइनली आइसकेको छौं मूल खड्का है। यो चाहिँ होमस्टे हुँदैछ अनि मिस दिदी हामी चाहिँ अहिले भर्खर आइपुगेको छौं है। साथीहरु यहाँनेरि चाहिँ गाडीहरु राख्ने जग्गा है। हामी यहाँसम्म चाहिँ गाडी पुग्दो रहेछ है। यहाँदेखि चाहिँ अब हामी ठाउँ पुगिसकेको छ। यो कुन चाहिँ ठाउँ भन्दाखेरि चाहिँ यसलाई चाहिँ भन्दो रहेछ मूल खड्का अनि फुस्रे पनि भन्दो रहेछ यो जग्गालाई है। साथीहरु हामी चाहिँ आइपुगिसकेको छौं यो जग्गामा चाहिँ है। अब के कस्तो हुन्छ तपाईहरुलाई देखाउने छु है। तपाईहरुले देखिसक्नु भएकै छ हैन। अलिकति एन्ट्रीमै यति दामी देखिरहेको छ यो जग्गा हैन। कस्तो मजाको देखिरहेछ पार्क है, पार्क टाइपको रहेछ हैन साथीहरु। साथीहरु हामी फाइनली आइपुगिसकेको छौं मेन प्लेस है। यहाँनेरि चाहिँ एकदमै दामी छ है। यहाँ तल चाहिँ पोखरी पनि छ, तपाईहरुले देख्नुहुँदैछ अलिअलि है। अनि मेरो हातमा चाहिँ एकदमै दामी फूल है। यता चाहिँ पुरा फुल्दो रहेछ यो फूल चाहिँ है। अनि हेर्न सक्नुहुन्छ यति दामी यो ठाउँ है, मूल खड्का अरे यहाँ चाहिँ। अनि हेर्न सक्नुहुन्छ यस्तो मजाको रहेछ हैन। यहाँ मन्दिर पनि रहेछ, एउटा मन्दिर पनि रहेछ यहाँनेरि है। अनि हेर्न सक्नुहुन्छ तपाईहरु एकदम दामी छ। हेर्न सक्नुहुन्छ पोखरी छ है। उनीहरु चाहिँ पोखरीको सामने गइसकेको छ है। यो चाहिँ रहेछ आफै यहाँनेरि पोखरी बन्नेको रे। यसको अलिकति जानकारी दिन्छ हाम्रो मिस रञ्जनाले। मिस रञ्जना प्लिज जानकारी मलाई केही याद छैन। यहाँको अलिअलि जानकारी छ भने पनि तिमीले दिन सक्छौ है, भन्देऊ त लु। तर तिमीलाई त थाहा थियो नि त हैन। यहाँनेरि ओ भिडियो बनाउन एकदम व्यस्त छ हो। यहाँ चाहिँ हुँदैछ फोटोसुट। दुईजनाको फोटोसुट हुँदैछ है। हामी चाहिँ जाँदैछौँ यहाँनेरि है। अझै लेक रात पर्न आँटिसकिसक्यो। हामीलाई चाहिँ यो जग्गा छोड्नु मन परेकै छैन है। अझै तपाईहरुलाई देखाउने छ दामी दामी देख। हेर्नुहोस् बाटोहरू यस्तो छ हो। हामी चाहिँ यस्तो बाटो हिँड्दैछौँ। कति दामी यो जग्गा छोड्नु मन परेन। हेर्न सक्नुहुन्छ उ पर सनराइज, सनराइज जस्तो देख्दो रहेछ। तर अहिले चाहिँ रात परेको छ, सनराइज चाहिँ हैन। साथीहरु हेर्नु रात परिसकिसक्यो र पनि हामी घुमिसकेको छैनौँ। हेर्नुहोस् यहाँ चाहिँ एकदम ठुलो पार्क रहेछ हैन। मजा पनि एकदमै मजा आइरहेको छ। अहिलेको घडीमा 5 बज्न आँटिरहेको छ, रात परिसक्यो हो। कुद्दै फोटो खिच्दै कुद्दै फोटो खिच्दै कुद्दै भिडियो गर्दै गर्दैछ हामी चाहिँ है। हेर्न सक्नुहुन्छ यति बेसी मन पर्यो यो जग्गा है। मजा मजाको रहेछ, होमस्टेहरू पनि रहेछ हो। अब यहाँ त पुरा दामी रहेछ। यहाँनिर गाईहरू पनि रहेछ यहाँनिर हाम्रो। हेर्न सक्नुहुन्छ दामी रहेछ हो। हेर्न सक्नुहुन्छ रात पनि परिसकेको छ र पनि हामी घुमेर सकिसकेको छैनौँ है। हेर्न सक्नुहुन्छ कस्तो दामी भइरहेको छ। उ पर मान्छेहरू पनि घुम्नु पुरा आएको रहेछ हो। हेर्न सक्नुहुन्छ कस्तो दामी सनसेट भइरहेको रहेछ यता चाहिँ है। अनि अँध्यारो चाहिँ भइसकेको छ।
अनि हामी चाहिँ अब जाँदैछौँ है। र पनि यहाँनिर हामी जति हेऱ्यो त्यति उयो हुन्छ हो भने अब हामी चाहिँ यहाँ घुमेरै सक्ने रहेन रहेछौँ। हामी अलिक ढिलो पनि आयौँ आज, त्यही कारणले गर्दाखेरि अलिक लेट भएको छ होइन। अब चाहिँ हामी जानेछौँ है। हेर्नु सक्नुहुन्छ सनसेट भएर पनि एकदमै रातो ब्लड जस्तै भइरहेको छ होइन। एकदम अँध्यारो भइसकेको छ। हामी चाहिँ अब यस्तो अँध्यारोमा चाहिँ जाँदैछौँ है। गाडी चाहिँ यहीँ छ हो अनि हामी चाहिँ जाँदैछौँ। डरलाग्दो भइरहेको छ।